आज मैले मोमो घरमै बनाएर गम गम खाएर मम्मी दिदीलाई पनि खुलाए। हेलो गाइज, इट्स मी रुस्तम महतो फ्रम चितवन नेपाल। मोमो नखाएको पनि धेरै भइसकेको थियो, त्यसैले आज दिदी र मैले चाहिँ घरमै बनाएर मोमो खाने डिसिजन गरेँ। दिदीले चाहिँ त्यहाँ मजा मुस्दै थियो र म चाहिँ यतातिर किमा मेरिनेट गर्नतिर लागे। प्याज काट्दै थिएँ कि, अनि प्याज काट्दा काट्दा चाहिँ आँसु भर्र निस्केर दिदीले चाहिँ किन रोग हो, कसको लागि रोग हो भन्दै गिजाइरहेको थियो। के गर्नु, सिंगल हो गाइज होइन, रुन त त्यस्तैहरूको लागि। प्रायः चाहिँ हामीले मोमो चाहिँ घरै बनाएर खाइरहेको हुन्छौँ। जबदेखि घरमा बनाएर खान थालेको छौँ तबदेखि चाहिँ हामीलाई बाहिरको मोमो किन मिठै लाग्न छोडिसक्यो भने। साँझ पनि भइसकेको थियो, हावाहुरीहरू चल्न पनि थालिसकेको थियो। हावाहुरी चलेको कारणले लाइनहरू पनि गयो, लाइनहरू गएको कारणले चाहिँ लास्ट झ्याउ भइरहेको थियो हामीलाई। अनि मसलाहरू पिनेको पनि थिएन कि हामीले। केही बेर पछि चाहिँ लाइन पनि आयो होइन। लाइन आएपछि चाहिँ म चाहिँ छिटो यहाँ मसला पिन्नतिर लाग्यो। मसला पिनिसकेपछि चाहिँ एक दिनपछि फेरि लाइन पनि गइदिएर फेरि आजकल चाहिँ हाम्रो चितवनमा खुब हावाहुरी चलिरहेको छ। पातल पातल मान्छेहरू चाहिँ घरे बस्नलाई फेरि उडाएर लाग्ला। त्यसपछि चाहिँ मैले यहाँ मोमो मसला हालेँ, जिरा धनिया पाउडर, बेसार अनि स्वाद अनुसार नुन हालेँ। सबै मसला हालिसकेपछि चाहिँ मैले मजाले त्यसलाई मोलेर अनि मोलिसकेपछि चाहिँ केही बेर मैले त्यसलाई सेट हुन दिएँ। सबै कुराहरू चाहिँ रेडी भइसकेको थियो र अब रेडी भइसकेपछि चाहिँ अब चाहिँ हामी यहाँ मोमो बनाउनुतिर लाग्यो। दिदीले चाहिँ यहाँ पिठो बेलेर मलाई दिइरहेको थियो अनि मैले चाहिँ यहाँ बुट्टा बनाउँदै थिएँ। बुट्टा त अब खासै राम्रोसँग बनाउन आउँदैन कि, त्यही नि कस्तो भएको छ कमेन्टमा चाहिँ भनिदिनु होला है त। यतिकैमा हाम्रो यहाँ मोमो पनि रेडी भइसकेको थियो। लगभग कति 4 प्लेट जति भएको थियो होला हाम्रो मोमो। मोमो बसालेर चाहिँ म नुहाउनतिर लागेँ। मोमोको बासना चाहिँ पुरै बाथरुमसम्म हर्र आएको भएर चाहिँ म छिटो भान्सामा कोठामा आएर मोमो हेर्न थालेँ। एउटा मोमो ट्याप्प टिपेर के खाएको कि धन्नै मुखै पोलेन। मोमो पनि पाकिसकेको थियो र ममले चाहिँ त्यहाँ बाँड्दै हुनुहुन्थ्यो सबैजनाको भाग। म चाहिँ त्यहाँ हेरिरहेको थिएँ कि कसलाई धेरै देखा कि कसलाई थोरै देखा कि भनेर। खानामा त नो कम्प्रोमाइज हो नि। फेरि दिदी र मलाई चाहिँ ठ्याक्कै डेढ प्लेट भएको थियो अनि ममले चाहिँ धेरै खानुहुन्न कि, ममले चाहिँ थोरै लिनु भएको थियो। तर घरमा बनाएको मोमो चाहिँ छुट्टै मिठो हुने कि, राम्रो पनि हो नि, टेस्टमा पनि मिठो हुने होइन। यो चाहिँ मेरो पहिलो मिनी ब्लग होइन। कस्तो भएको छ, के कमी छ, कस्तो छ होइन भनिदिनु होला कमेन्टमा। अनि यहाँ चाहिँ मैले दिदीलाई सोधिरहेको थिएँ कस्तो भएको छ भनेर, अनि दिदीले चाहिँ मिठो मिठो भनिरहेको थियो। अनि यहाँ मैले मम्मीलाई पनि सोधिरहेको थिएँ कस्तो छ भनेर, मम्मीले नि यहाँ मिठो मिठो मुख बिगार्दै भनिराख्नु भएको थियो। अनि यो च्यानललाई चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला। डु सपोर्ट।